ल एउटा सुरु गरी गार्नुस्। नमस्कार, राज मगर्स पोडकास्टको यो आजको अर्को श्रृङ्खलामा तपाईँलाई हार्दिक स्वागत छ। म राज मगर। हामी पोडकास्टहरू बनाउने क्रममा हामी नयाँ नयाँ ठाउँमा गएर नयाँ व्यक्तिहरूसँग उहाँका जिन्दगानीका कथाहरू, उहाँले देख्नुभएको सिङ्गो नेपाल र विश्वको बारेमा पनि केही कुराकानीहरू हामी गर्नलाई प्रयास गरिरहेका हुन्छौँ। जसअनुसार यति बेला हामी आइपुगेका छौँ काठमाडौँ महानगरपालिका वडा नम्बर 13 कालीमाटी तरकारी बजारमा, जहाँ हामीले धादिङबाट कालीमाटीमा आफ्नो जिन्दगी चलाउनको निमित्त काठमाडौँमा आएर रात्रिकालीन समयमा आफ्ना भारीहरूलाई पनि बोक्दै आफ्ना दुःख सुखहरूलाई जिन्दगीलाई एकै ठाउँमा मिलाउने प्रयास गर्दै कालीमाटीमा कार्यरत एक युवक हुनुहुन्छ हामीसँग, प्रकाशमान श्रेष्ठ। ओके।